बुधबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमै प्रतिपक्षीय दलहरूले प्रधानमन्त्री बालेन शाहले बोलाउन माग गर्यो। प्रधानमन्त्री बालेन शाहले फागुन 21 चुनावपछि एक पटक पनि संसदमा उभिएर कुनै पनि सम्बोधन गरेका छैनन्। प्रधानमन्त्री बालेन शाह नीति तथा छलफल जस्तो कार्यक्रममा पनि सहभागी भएनन्। आर्थिक वर्षको नीति तथा छलफल कार्यक्रमलाई प्रधानमन्त्री बालेन शाहले महत्त्व नदिएको विपक्षी दलहरूको आरोप छ। संसदमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहको विरोधसँगै प्रधानमन्त्रीको राजीनामा समेत माग गरिरहेका छन्। विपक्षी दलहरूको कारण संसद बैठक पनि बस्न सकिरहेको छैन। 3 पटक बसेको बैठक पनि विपक्षी दलहरूले अडा नछाडेपछि बैठक रोक्नु परेको थियो। विपक्षी दलहरूले आफूहरूसँग जनताहरूको धेरै प्रश्न रहेको र जनताको प्रश्नको जवाब प्रधानमन्त्रीको मुखबाटै पाउनु पर्ने भन्दै संसद अवरोध गरिरहेका छन्। जबसम्म प्रधानमन्त्री संसदमा उपस्थित हुँदैनन् तबसम्म सदन चल्न नदिने अडान लिएका छन्। जनताको प्रश्नको जवाब प्रधानमन्त्रीकै मुखबाट पाउनु पर्ने विपक्षी दलहरूको अडान छ। नेपालको संसदीय इतिहासमा भने प्रधानमन्त्रीले नीति तथा छलफल जस्तो कार्यक्रममा जवाफ नदिएको घटना नरहेको जानकारहरू बताउँछन्। विपक्षी दलहरूले प्रधानमन्त्री संसदमा उपस्थित नभएसम्म सदन चल्न नदिने र विपक्षी दलहरूसँग जनताहरूको धेरै प्रश्न रहेको, जनताहरूको प्रश्नको जवाब प्रधानमन्त्रीकै मुखबाट आउनु पर्ने भन्दै विरोध जनाइरहेका छन्। प्रधानमन्त्री बालेन शाहको राजीनामा समेत मागिरहेका छन् भने सदनमा चर्को विरोध भइरहेको छ।